भोलि पर्सि आसिकाले बोक्छ नि त फेरि क्यामेराको निगरानीमा है केटाकेटी हो सिसी क्यामेराको निगरानीमा गुराँस चौरीको नाममा मान्छे मात्रै चढ्दैछ अहिले त चौरी छैन पुरा छ डाँडा रमाइलो छ ल हाम्रो तिनजुरे घुम्नु आउने टिमहरू है गाइडहरू हेर्नुहोस् है गाइडहरू ल हाम्रो भान्जा पछाडि क्यामेरा छ है राम्रो फोटो खिच्ने ओइ तिनजुरेको डाँडा राम 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 यो डाँडा काटेर जानुपर्ने अरे कसरी जानु हो कोटी ल बल्ल बस फरकमा आएर उत्रिनेको अवस्था रामो चुच्चो डाँडा यहाँ हाम्रो आदिश उता कल्पना बुइनी अनिसे उता जाँदैछ यता भान्जाहरू यता अर्को भान्जा पनि छुट्ला यता बुहारीको बिचोक भएर जाडो भएर यता हाम्रो कल्पना के अरे के मातिनी अरे मोबाइल हेर्दैछ नाम पनि बिर्सिहाल्छु जाँदै गर्दाखेरि उकालोको भित्तामा देउता थान छ कहाँबाट मान्छे नै हान्ने हो र भने नहानु होला हौ डाँडामा आइपुग्यो पर त शिवको मूर्ति पनि रहेछ यहाँ चाहिँ मन्दिर गेट लगाएको रहेछ चाहिँ चुचु लास्टै चिसो रहेछ घाम नलाग्ने 1 घन्टा उकालोको बाटो उक्लेर बल्ल यहाँ आइपुगेको अवस्था हिँड्नै नसकेर 1 घन्टा 1.5 घन्टै लाग्यो ल हेर्नु साथीहरू तिनजुरेको डाँडा गुराँस हेर्नु आएको गुराँस त फुल्नै छोडेछ के गुराँस हेर्नु खोइ रुखाइ मात्रै रहेछ रुखाइ मात्रै छ मन्दिरको ढोका यता रहेछ यता फोटो खिच्ने टिम छ यता चाहिँ माताको मूर्ति रहेछ घन्टीहरू टाउडी मूर्तिहरू रहेछ त्यो चाहिँ माताको मूर्ति रमाइलो छ जे होस् राम्रो छ खतरा छ तिनजुरेको डाँडामा है साथीहरू यो चाहिँ यहाँ चाहिँ तिनजुरे घुम्नु आउने हाम्रो टिम हो गाइजहरू पुरा आफ्नो आफ्नो तालमा कोही फोटो खिच्ने कोही के हाम्रो भान्जा उफ नाच्दै अन्त हो त नि डाँडा रमाइलो छ पर्वत भाइ हेलो माइला भन्छ ए नाति त अघि नबोलिकन पर नाति भनिसकेको अघि नै उता कान्छा भत्ती कालो कालो रहेछ र
भोलि पर्सि आसिकाले बोक्छ नि त फेरि सब हाम्रो टिम ए डाँडा सब डाँडा काँडा यहाँतिर त पहिला चौरी चराउने ठाउँ खार्का अरे गाइज अहिले के को चौरी मान्छे एउटा चर्दैछ त्यति नै हो बास अरू केही छैन चौरीको नाममा मान्छे मात्रै चढ्दैछ अहिले त चौरी छैन हाम्रो तिनजुरे घुम्ने टिम गुराँस पहेँलो रातो सेतो निलो कलरको रहेछ लाली गुराँस रातो 1500 अरे 1500 फाइन 2500 अरे 1500 भन्दै थियो हामीलाई त 1500 दिन 2000 गुराँस त्यो डाँडा नि काटेर घुम्न जानुपर्ने अरे गाइज म त यहाँ आइपुग्दै थरथर कामिसकेँ एकदम चिसो रहेछ ठेक्नै नसक्ने गुराँस साथीहरू गुराँस फुलेको हेर्नु आएको आसिनाले गुराँस पनि सबै लगेछ वन जङ्गल मात्रै रहेछ हाम्रो तिनजुरे घुम्ने टिम उहाँहरू सबैजना गुराँस मस्ती फुलेछ सेतो रातो पिङ्क पुरा हाम्रो तिनजुरे घुम्ने टोली कोही अगाडि कोही पछाडि बादल लागेकोले सिन त हरामी देखिरहेको छ नि त क्यामेराको निगरानीमा है केटाकेटी हो सिसी क्यामेराको निगरानीमा गुराँसै फुलेर सकिसकेछ साथीहरू छैन एउटा छ है भान्जा गुराँसै सिद्धिएछ भने छैन जङ्गलै मात्रै रुख मात्रै तल्लदेखि आएको साथीहरू 2 घन्टा भइसक्यो माथि डाँडामा आइपुगेको लगभग करिब 1.5 घन्टा लाग्ने रहेछ यहाँ माथि आइपुग्नु तलबाट आएर यो डाँडाहरू घुम्दै यता आइपुगेको छौँ लाली गुराँस पनि खोइ छैन साथीहरू गुराँसै देखिएन भन्दै कता गए म चाहिँ यतातिर डुल्दैछु हजुर मेरो टिमहरू परै अड्किरहेको छ कोही आउँदैछन् पारीको भिर उकालो आएको आउँदा अहिले यता आइपुगेको अवस्था गुराँसै फुल्यो लेक बेसी भेट हुन्न हजुर हमेसी भने जस्तो छ यो डाँडा चाहिँ हेर्नुहोस् है साथीहरू तिनजुरेको टुप्पामा आएर गुराँसको भिडियो बनाइरहेको अवस्था टुप्पामा नै हो भिरकै टुप्पामा ल हेर्नुहोस् यता छ भिर चाहिँ कहाँ
थाकेर बसेको अवस्था है साथीहरू। यो बाटो चाहिँ ताप्लिजङको पाथिबाट जाने अरे भन्दो रहेछ। पुरै हिँड्नै नसकेन, हेर्नु न बिजोक। बाइकमा को भाइ बहिनी घुम्न आएको हो, यहाँ बाइक अडाएर भो कता भिरतिर जानुभएको छ नि देखिँदैन। म त देख्दै थरथर काम छु, कताको जानु सक्नु। उता आउँदै हुनुहुन्छ बिजोक गरेर। ल हेर्नुहोस्, हाम्रो जम्बू टोली छुटेको अवस्था हो। कोही पर कहाँ आउँदै हुनुहुन्छ, कोही यता हुँदै अगाडि गइसक्नुभयो। म चाहिँ हिँड्न सक्दिनँ, यहाँ भिरको फेदमा आएर भत्ताकै गलेर बसिरहेको अवस्था। ल हेर्नुहोस्, माथि भिरमा साउरी चर्दैछन्। आमामामा लडी झर भने राम 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 राम। त्यहाँ आइपुग्यो है एउटा टिम चाहिँ, हाम्रो एक टिम चाहिँ एक टोली भनौँ न।